नेपालको संसद चुनावको बेला धेरै मानिसको मनमा एउटा प्रश्न उठ्छ, समानुपातिक प्रणालीबाट सिट कसरी बाँडिन्छ त? दलहरूले कसरी सांसद पाउँछन्? धेरैलाई लाग्छ यो प्रक्रिया निकै जटिल छ, तर यो वास्तवमा यसको आधार एउटा सरल सिद्धान्तमा आधारित छ। दलले देशभर पाएको मतको प्रतिशत अनुसार सिट पाउने व्यवस्था गरिएको छ। नेपालको प्रतिनिधि सभामा कुल 275 सिट हुन्छ। ती सिट दुई फरक प्रणालीबाट भरिन्छन्। पहिलो हो प्रत्यक्ष निर्वाचन प्रणाली, जसमा 165 सांसद प्रतिशतको रूपमा निर्वाचन क्षेत्रबाट चुनिन्छन्। यहाँ जो उम्मेदवारहरूले सबैभन्दा बढी मत ल्याउँछ ऊ नै विजयी हुन्छ। तर दोस्रो प्रणाली हो समानुपातिक निर्वाचन प्रणाली, जसबाट 110 सांसद संसदमा पुग्छन्। यही समानुपातिक प्रणाली धेरै मानिसका लागि अलि जटिल जस्तो देखिन्छ। समानुपातिक प्रणालीमा मतदाताले व्यक्तिलाई होइन, पार्टीलाई मत दिन्छन्। जब मतदाता मतदान केन्द्रमा जान्छन्, उनीहरूले एउटा प्रत्यक्ष उम्मेदवारलाई दिन्छन् मत भने अर्को मत पार्टीलाई दिन्छन्। यही पार्टीलाई दिएको मतको आधारमा 110 सिट बाँडफाँड गरिन्छ। अर्थात् कुनै पार्टीले देशभर जति प्रतिशत मत पाउँछ त्यसको अनुपातमा उसले संसदमा सिट पाउँछ। तर यहाँ एउटा महत्त्वपूर्ण नियम पनि छ। कुनै पार्टीले समानुपातिक सिट पाउनका लागि कम्तीमा 3% मत ल्याउनै पर्छ। यदि कुनै पार्टीले 3% भन्दा कम मत ल्यायो भने उसले समानुपातिक प्रणालीबाट सिट पाउँदैन। यस नियमको उद्देश्य के हो भने अत्यन्तै साना दलहरूलाई संसदमा अत्यधिक विखण्डन हुन नदिनको लागि हो। अब उदाहरणबाट बुझौँ। मानौ देशभर समानुपातिक तर्फ 1 करोड मत खस्यो। यदि कुनै पार्टीले 20 लाख मत पायो भने त्यो करिब 20% मत हुन्छ। अब 110 सिटको 20% हिसाब गर्दा त्यो पार्टीले लगभग 22 सिट पाउँछ। यसरी प्रत्येक पार्टीले पाइएको मत प्रतिशत अनुसार सिट बाँडिन्छ। तर सिट बाँडिएपछि अर्को प्रश्न उठ्छ, ती सिटमा सांसद को बन्छ? यसको उत्तर चुनाव अघि नै तय गरिएको हुन्छ। चुनाव हुनु अघि प्रत्येक पार्टीले समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाइएको हुन्छ। जब पार्टीले कति सिट पाउने भनेर परिणाम आउँछ, त्यसपछि त्यही सूचीको क्रमअनुसार सांसद चयन गरिन्छ। यस प्रणालीको अर्को महत्त्वपूर्ण उद्देश्य भनेको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु हो। नेपालको संविधानले समानुपातिक प्रणाली मार्फत संसदमा विभिन्न समुदायको प्रतिनिधित्व अनिवार्य गरेको छ। उदाहरणका लागि महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रका नागरिकलाई संसदमा प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ। त्यसैले दलहरूले आफ्नो सूची बनाउँदा यी सबै समुदायलाई समेट्नुपर्छ। यसको अर्थ के हो भने समानुपातिक प्रणाली केवल सिट बाँड्ने तरिका मात्र होइन, यो सामाजिक समावेशिता सुनिश्चित गर्ने राजनीतिक उपकरण पनि हो। प्रत्यक्ष चुनावमा जित्न गाह्रो हुने समुदायलाई पनि संसदमा आवाज दिने प्रयास यही प्रणालीबाट गरिन्छ। तर यस प्रणालीबारे आलोचना पनि कम छैन। धेरै मानिस भन्छन् समानुपातिक सिटमा प्राय पार्टीका शीर्ष नेताहरूले आफ्ना नजिकका मानिसहरूलाई पठाउने गर्छन्। त्यसैले कतिपय अवस्थामा योग्य र सक्षम व्यक्तिभन्दा पनि पार्टीसँग नजिक भएका मानिसहरू संसदमा पुग्ने गरेको आरोप लाग्ने गर्छ। त्यसैले नेपालमा अहिले पनि एउटा ठुलो बहस चलिरहेको छ, समानुपातिक प्रणालीलाई सुधार गर्नुपर्छ कि हटाउनुपर्छ। केही मानिस भन्छन् यसैले समावेशिता बढाउँछ, त्यसैले यो आवश्यक छ। तर अर्कोतर्फ केहीले भन्छन् यसले राजनीतिक दलभित्रको शक्ति केन्द्रित बनाउँछ। अन्ततः समानुपातिक प्रणाली नेपाल जस्तो विविधता भएको देशमा प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा प्रयास हो। तर यो प्रणालीको कतिको प्रभावकारी छ भन्ने कुरा भने अझै पनि बहसको विषय बनेको छ। र अन्तिम प्रश्न तपाईहरूको लागि, समानुपातिक प्रणालीले वास्तवमै जनताको आवाज संसदमा पुर्याइरहेको छ कि यो केवल दलहरूको राजनीतिक रणनीति मात्रै बनेको छ? यसको उत्तर भने तपाईँले कमेन्टमा लेख्नुहोला।